नमस्कार सबैजनालाई। आज चाहिँ साथीहरु मेरो राजाको लागि मन छुने शब्द फुराएको छु हैन। अब मन छुन्छ कि छुन्न त थाहा हैन हैन। फुराउन चाहिँ फुराएको छु। अब तीज आउन लागिसक्यो हैन। एउटा दुईटा शब्द मन छुने मुटु छुने फुराइयो भने सजिलरी तीज जान्छ कि भनेर के है। अब अहिले चाहिँ गाउँछु, अर्को फेर त मुटु छुने शब्द फुराउँछु के। एउटा दिन पर्यो के साथीहरु हैन त। त्यही भएर म चाहिँ गीत गाउँछु, तपाईहरुले पनि सुनेर साथ दिनु होला है त। हे अहिले तीजमा स्वामीज्यूले किन्दिने रे गुनियो, अहिले तीजमा स्वामीज्यूले किन्दिने रे गुनियो, सबका शिरमान मेरै जस्ता परे हुनी हो, सबका शिरमान मेरै जस्ता परे हुनी हो। हे नबोले नि मनको कुरा मनै मनले बुझ्नुहुन्छ, नबोले नि मनको कुरा मनै मनले बुझ्नुहुन्छ, तिमी नै हो मेरो संसार भनी पुज्नुहुन्छ, तिमी नै हो मेरो संसार भनी पुज्नुहुन्छ। हे ह्यान्डसम अनि इमानदार कति ज्ञानी होइसिन्छ, ह्यान्डसम अनि इमानदार कति ज्ञानी होइसिन्छ, मलाई कहिले नछोडे है भनी रोइसिन्छ, मलाई कहिले नछोडे है भनी रोइसिन्छ। हे यति राम्रो ज्वाइँ पाइकी छेउ नमाने है आमा पीर, यति राम्रो ज्वाइँ पाइकी छेउ नमाने है आमा पीर, घर सम्हाली बस्ने छु म झुक्न दिन्न शिर, घर सम्हाली बस्ने छु म झुक्न दिन्न शिर। थ्याङ्क यू सबैजनाले सुनेर साथ दिनुभयो। कस्तो लाग्यो कमेन्ट गर्नु होला। अर्को भिडियोमा मुटु छुने शब्द लिएर आउँछु, प्रतीक्षा गर्नु होला है त। थ्याङ्क यू।